लाल सलाम कमरेड, लाल सलाम। ए त्यो त्यो होटलमा लन्चको बेला तपाईँ र म गफे वार्ता गरौँ है। ल ल, यो नेतालाई फोनले चाहिँ साह्रै दिक्क वाक्कै बनाउँदो रहेछ नि। नेतालाई फोनले चाहिँ वाक्कै बनाउँदो रहेछ। नेता बन्न त खुब रमाइलो रहेछ। आज त आफ्नो पहिलो दिन नेता बनेको। सब कार्यकर्ताहरू हात मिलाउन आएका छन्। फुल माला टिका लगाइदिएका छन्। मालाको भारी कानले थेगुन नथेगुन जेली अघि लगाइदिएछन्। पुरै मुख रातै बनाइदिएछन्। रमाइलो हुँदो रहेछ। एक फाका छन्। तैँले खुवाउने कि मैले खुवाउने भनेर पुरै तानातान हुँदो रहेछ नेतालाई। भोलि त्यसले बोलाहा, पर्सि त्यसका जानु छ। रमाइलो छ जिन्दगी। कारमा सरर गाड छ पछि पछि। रमाइलो। चट्ट कुर्सीमा बस्यो, कर्णप्रिय वाक्य बोलिदियो, कामहरू छैन, यसो कागजको खोस्टोमा यसो साइन गरिदियो। रमाइलो, दुनियाँ दुनियाँ रमाइलो। तर यो कोठा चाहिँ गाह्रो रहेछ नेतालाई। कोठाको जीवन कसरी बिताउँछन् अरू नेताले? आफू त पहिलो दिन नेता भने गाह्रो। के गर्छन्? राति राति के गर्छन् गाँठी कोठामा एक्लै? गाह्रो हुनुपर्छ। अरू नेताले के गर्थे बुझ्न नि पाइएन। ओ नेतालाई कुर्सी प्यारो हुन्छ हो, कुर्सी। कुर्सीमा बस्छ पक्कै। कोठा नि कुर्सीमा बस्छु। म पनि कुर्सीमा बस्छु। यसरी कुर्सीले पनि कोठा त आनन्द हुँदो रहेछ। कार्यकर्ता पनि छैन, एक्लै के आनन्द हुन्थ्यो कुर्सीले। यो कुर्सीले पनि होइन, हुँदैन होला। ज्याउ रहेछ कोठा त। एक्लै कुर्सीमा बस्न ठिक छैन। अरू नेताले के गर्छ? नेताले के गर्छन्? कोठामा गाह्रो हुन्छ एक्लै। हो किताब पढ्छ, किताब। नेताले किताब पढ्छ। त्यसलाई के बात थाहा हुन्छ नि। अमेरिका, अस्ट्रेलिया। किताब पढ्छ। म पनि किताब पढ्छु। पुस्तकले कोठा त हुँदो रहेछ। यो नेताले पुस्तक पढ्दो रहेछ। अन्त नेताले पुस्तक पनि हेर्दै 8 कक्षा किन फेल हुन्थ्यो? यो नेताले पुस्तक भने जेलमा पर्दा मात्रै पढ्छ। त्यही जेल परियो भने पढ्दैन। नेताले गर्छ के? कोठा त गाह्रो हुँदो रहेछ। हो बाहिरी इन्डिया दुनियाँ मात्रै रमाइलो गर्छ नेताले। गाह्रो कोठा त। पैसो भन्छ, पैसो पैसो। नेताले पैसो भन्छ है। पनि पैसो भन्छ। यो कतिको नोट हो? यो 50 लाख हो कि 70 करोड हो? पैसै चिनिँदो रहेछ। यति पैसा के गन्थ्यो? 50 लाख र 70 करोड मात्रै गन्छ। भन्दैन यति पैसा नेताले। गाह्रो भयो त। कोठाको जिन्दगी नेता गाह्रो छ। त्यही भएर नेताहरू राति राति कता जाँदो रहेछन्। म पनि गएँ, सक्दिनँ कोठामा।